हाम्रा फुपाजी चाहिँ तामुल खानुहुन्न कि त्यो पनि यति कष्ट गरेर खाने मान्छेको लागि तामुल गिराइदिनुहुन्छ होइन होइन अन्त तामुल गिराइदिनु भयो यति माथि यत्रो डाङ उठाएर अनि तामुल गिराइदिनु भयो खाने मान्छेको लागि यता फुपू तामुल काट्नुहुँदैछ तामुल पान मम्मीले मेवा लिएर बस्नुभएछ भाइ खानुहुन्छ त मलाई के हालिदिनु भयो मम्मीले तामुल हालिदिनु भयो बैगुन उता मम्मी मेवा काट्नु हुँदैछ उता भिनाजुले डाङ लगेर राख्नु भयो यता फुपूले तामुल काट्नु भयो तामुल खानु पर्ने पनि यति मेवा खानु आउँछ प्यात्तै हो मेवा मन पर्दैन राम्रो हो कि खान्छ मलाई मन पर्दैन मेवा मलाई बहुत फेरि कता मिठा मिठा आउँछ नि त्यो ठन्डा गर्छ मिठा तपाईँको बारीमा छरिदिनु न यो लगेर गुट्टी पुली नन्दा भाउजू हुनुहुन्छ दुईजना मेवाको बस्छ नि पहिले मेवा जता दिनभरि यहाँ सँगै हुन्छ यति मिल्नुहुन्छ यति बात मार्नुहुन्छ कहिले बात सकिँदैन नन्दा भाउजू त